नमस्कार, म बादल। यहाँ आज दिदीहरू पनि यहाँ बाटोमा मैले देखेँ। हाम्रो टेम्पो स्ट्यान्डमा म आएको छु आज। उहाँ दिदीहरूले पनि यत्रो दुःख गर्दै गर्नु हुँदाखेरि उहाँहरूलाई परेको दुःख पीडा र व्यतिथि के छ भनेर सानो एउटा जानकारी लिन चाहन्छु। दिदी नमस्ते। के सन्चै आरामै हुनुहुन्छ? कति वर्षदेखि चलाउँदै हुनुहुन्छ यहाँ? 3 वर्ष भयो। 3 वर्ष हुनुभयो। के छ यहाँको अवस्था? अवस्था त अब के हुनु, यस्तै छ हो। ट्राफिकले अब भनेको ठाउँमा मान्छे हाल्न झार्न, अब स्ट्यान्डमा पनि झार्न मिल्दैन के कुनै बेला त। कति दुःख दिइरहेछ, त्यस्तो त धेरै दुःख छ हामीलाई त। कति दुःख होइन। आफ्नो गल्तीमा त गल्ती स्वीकार्छ हामीले होइन, तर गल्ती बिनाखेरि पनि कस्तो ततर मम गर्ने व्यवहार, धेरै अब नराम्रो गर्ने, त यस्ता त उस्ता जाइ सार भने अब मान्छे चढिरहेछ पछाडि झुन्डिरहेछ, सार 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 भनेर भन्छ। अब मान्छे झुन्डेर लड्यो भनेदेखि को जिम्मेवारी भन्नु, मलाई थाहा छैन सार भन्ने। त्यस्तो पनि व्यवहार गर्छ क्या ट्राफिकहरूले, धेरै नराम्रो व्यवहारहरू गर्छ कतिपयहरूले। कुनै त अब राम्रै व्यवहार गर्छ, जानुहोस् आउनुहोस् भन्छ होइन, सबै त छैन। तर पनि कुनै त एकदम नराम्रै व्यवहार गर्छ कि हामीलाई, ततर मम गर्ने, गाडी सार भन्ने, जा यहाँबाट जा भने के गर्नु बसेको भन्ने, धेरै नराम्रो व्यवहार पनि गर्छ हामी। हजुर, हेर्दै हुनुहुन्छ उहाँको अहिले भनाइ जस्ताको जस्तै सुन्नुभयो। हामीले सरकारसँग आफ्नो खुन पसिना मेहनत गरेर खाँदा पनि सरकार पक्षले हामीलाई एकदम दुःख दिने, नराम्रो तरिकाले हेर्ने, हामी जस्तो एउटा हातमा सिप गरेर सरकारसँग एउटा लाइसेन्स लिएर चलाएर खाँदा पनि हामीलाई सरकारले गरेर खान नदिने जस्ता अहिले हाम्रा यी राजनीतिक दलहरूले खेलिरहेको खेलहरूलाई चाहिँ यो अन्त्य हुनुपर्छ भन्ने मलाई पनि लाग्छ। किनभने हाम्रो दिदीबहिनीहरू आज आफ्नो पेसा, आफ्नो सिपमा, आफ्नो हातमा निर्भर हुँदै गर्दाखेरि सरकारले चाहिँ हामीलाई किन यति धेरै हेपिरहेछ भन्ने कुरा पनि छ यसमा। यहाँ चाहिँ के भन्नु चाहन्छु भने म जुनसुकै सवारी साधनहरू होस् उहाँहरूलाई चाहिँ एकदम मान्यता दिनुपर्छ। आफ्नो हात, आफ्नो खुन पसिनामा निर्भर हुने मान्छेहरूलाई गरेर खान दिनुपर्छ भने चाहिँ मलाई पनि लाग्छ। यसो भन्दै गर्दा तपाईँ बिहान कतिखेर उठेर हिँड्नुहुन्छ काममा? बिहान त 4 बजे उठ्छ अनि बेलुका 9 बजेतिर घर। कोही बेला अब त्यो जामसाम पर्यो भने त अलिक टाइम ढिलै हुन्छ, 9 बज्छ घर पुग्दाखेरि। नभए 4 बजे उठ्ने, 5 बजे ग्यारेज आइपुग्छ अनि त्यसपछि 7 बजेतिर गाडी राख्ने, कोही बेला 6 बजे, त्यही अनुसारले। यो गाडी चाहिँ तपाईँको आफ्नो कि? आफ्नो होइन नि, साउको। अनि हजुरको परिवार चाहिँ पारिवारिक समस्या चाहिँ यो गाडी चलाउँदै गर्दा हजुरलाई पुग्छ त? कहाँ पुग्ने, एउटा जोस, एउटा केही कुराहरू चाहिँ अब आफूलाई परेको सामानहरू किन्न, आफूलाई जोस आफ्नो खर्च चाहिँ निस्किन्छ, त्यति मात्रै हो। कहाँ फ्यामिली त पाल्नै सक्दैन नि अब, अहिले त्यस्तै छ। राज्यलाई यत्रो ट्याक्स तिर्दा पनि, यत्रो गर्दा पनि हाम्रो दिदीबहिनीहरूको मार्मिक कुरा पनि सुनिदिनु पर्ने हुन्छ, तर यहाँ सरकार पक्षले केही पनि अवस्थामा हेरचाह छैन। यानि कि अलिकति सानो गल्ती हुँदा पनि बही खाना पुर्याइन्छ होइन, कसैलाई पनि प्राथमिकता दिइँदैन। जस्तै डक्टरहरूलाई हस्पिटलतिर ट्रिटमेन्ट गर्दैखेरि कोही मान्छेको डेड भयो भने उहाँहरूलाई चाहिँ यस्तै हो, यो चिज यस्तै गर्दा गर्दै डेड भयो भन्ने कुरा हुन्छ। तर हामी चालकहरूको गाडीमा बस्दै गर्दा कोही मान्छे मर्नु भयो भने नि बाध्यतावश चालकलाई नै लगेर हतकडी लगाएर जेलमा लगेर थुनिन्छ। यो संरक्षण चाहिँ कम हुनुपर्छ जस्तो लाग्छ मलाई पनि। किन भन्दा उहाँ दिदीहरूले गर्नुभएको आफ्नै खुन पसिनामा मेहनत गर्दै हुनुहुन्छ, तर पनि राज्य पक्षले यी चालकहरूको बारेमा केही पनि सुनवाई छैन। हामीलाई चाहिँ के लाग्छ भने राज्य पक्षले पनि हामी जस्ता यी काम गरी खाने वर्गहरूको लागि केही विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ। तपाईँलाई के लाग्छ यसको विषयमा? सानो कुरा भनिदिनुहोस् न। यसको बारेमा त अब हामीलाई त धेरै नै कति धेरै हेपाई, अब यत्रो धेरै दुःख गरिराखेको छ होइन, तर नराम्रो काम गरेर हिँडे जत्तिकै पनि व्यवहार गरिरहेको छ कि हामीलाई कतिपय। अब हामीले त प्यासेन्जरहरूलाई पनि अब ठाउँ ठाउँमा पुऱ्याइदिनुपर्छ होइन, तर प्यासेन्जरहरूले पनि कतिपय मान्छेले पनि अब कतिपय नबुझ्ने पनि हुन्छ होइन। अब पछाडिबाट मान्छे झरिसकेको हुन्छ, अब ट्राफिकले त्यो बुझ्दैन। बिरामी मान्छे हुन्छ, हात भाँचिरहेको, खुट्टा भाँचिरहेको हुन्छ, जबरजस्ती हालिरहेको हुन्छ। अब त्यसकै बारेमा यस्तो गर्दाखेरि यो मान्छे झुन्डिरहेछ, बिरामी छ सर, यस्तो छ अवस्था उसको, हामीले नरोक्ने, उसलाई यहाँ नझार्दिनँ, कहाँ झार्ने त भनेर भन्दाखेरि तेरो बाहना यही हो तैँले भन्ने, ती सबैले भन्ने त यही हो, तिमीहरूको सबै ड्राइभर जतिले भन्ने होइन। त्यसमै चिट काटिदिने, अब कागजपत्र छैन भनेदेखि अब कहाँ लानुपर्छ, चौकी आफ्नो आफ्नो ठाउँमा लाने। त्यो त कति धेरै, अब हामीलाई त रोडमा त कति धेरै दुःख छ। त्यस्तै अब कुनै बेलामा त अब हामीलाई पनि कस्तो अवस्था परेको हुन्छ, अब त्यति बेला पनि अब कति धेरै अब हामीलाई पनि हुन त त्यस्तो अवस्थामा हामी पनि बाँच्न चाहिँ मन लाग्छ होइन, तर बाँचेर नि के गर्ने, हामीलाई उमै चौकीमै लगिहाल्छ। विशेष यो सरकार पक्षलाई चाहिँ तपाईँ यसमा के सुझाव दिनुहुन्छ? दुनियाँले हामी चालकहरूबाटै ठगेर होइन, हामीलाई नै ठगेर उनीहरू धनिक बन्दै गर्दाखेरि हजुरले यी ठगी धन्दा गर्ने होइन,
यी सरकार पक्षले गरेको यी नीति नियम अनुसार हामी चालकहरूलाई हेपिने व्यवहार अनुसार हजुर के भन्न चाहनुहुन्छ सरकारलाई सानो म्यासेज अब यो कुरामा चाहिँ अब सरकारले पनि अब हामीलाई हेर्न पर्यो बुझ्न पर्यो अब उहाँहरूले अब हामीले तिरेको ट्याक्सबाट नै अब त्यो ट्याक्सबाट नै अब के गर्नु तिरिराखेको हुन्छ हामीले त्यो कुराहरूमा अब कि त स्टेसन बनाइदिनु पर्यो ठाउँमा यहाँ झार्ने उहाँ झार्ने भनेर यहाँ रोक्ने भनेर त्यो स्टेसन बनाइदिनु पर्यो कि त सधैँभरि एउटै नियम लागू गर्नु पर्यो कि कोही बेला त्यही ठाउँमा झार्न दिँदैन हामीलाई होइन कुनै बेला त्यही ठाउँमा पनि हामीलाई केही पनि गर्न कारबाही गर्छ कुनै बेला त्यही ठाउँमा कुनै बेलामा त्यही ठाउँमा पनि हामीलाई के अरे झार्न दिन्छ कि त सधैँभरि एउटै लागू गर्नु पर्यो के अब हामीले कि स्टेसनमा मात्रै झार्ने भनेर स्टेसनमा मात्रै झार्ने चढाउने भनेर त्यो लागू सधैँभरि गर्न पर्यो कि त अब त्यो अवस्था अनुसार उनीहरूले चिट काट्नु पर्यो गल्ती गर्नेलाई पनि सजाय दिनु पर्यो के यो कुरा हस् हस् हजुरको अमूल्य समय दिनुभयो हजुरलाई विशेष धन्यवाद र हामी यस्तै चालक एकता अभियानमा हामी लागिरहेछौँ यसमा चाहिँ हामी सबैजना एक प्रतिबद्धता भएर अगाडि बढ्नुपर्छ भन्दै हामी सरकार पक्षलाई केही पनि वास्ता नभएको कारणले हाम्रो दिदीबहिनीहरूको गुनासो हामीले जस्तै हजुरसँग प्रस्तुत गरेको छौँ सरकारले पनि यो कुरामा विशेष ध्यान दिनुहोस् भन्ने हामीलाई लाग्छ